नमस्कार, म हरिश थापा तर्फबाट म आज एउटा कविता वाचन गर्न गइरहेको छु जसको शीर्षक छ राक्षस कोरोना। बसन्त खोजिकन दुष्ट आयो, संसार पकडी मनुवा ढलायो। पस्यो उता उत्तर गाउँ ढाक्यो, दिएर झट्का अति नै सतायो। आवाज समान गरी घुम्न थाल्यो, झैँ बाघ हो मनुवा सतायो। विशाल रोग सहजै बुझिन्थ्यो, ल्यायो अँध्यारो दुनियाँ चलायो। ठुलो न सानो न छ भेदभाव, धेरै मरे मानिस भो तनाव। जाग्यो न जाति विष थियो पिरोलो, भने न केही डाक्टर वैद्य खायो। मौलाउँदै थियो त्यो दुनियाँ ढलायो, लागे विवेकी उपचार आए। बाँची बसेका कति दाजुभाइ, भन्थे सबैले अझै खान्छै। रोएर शान्ति पल पाइँदैन, रोएर भोकाएर बन्नु छैन। दिएर